सम्पूर्णमा नमस्कार। छिटो मिठो रेसिपिजमा यहाँहरूलाई स्वागत छ। आज हामी बनाउन गइरहेका छौँ स्वादिलो, हेल्दी र छिटो तयार हुने मसरुम, मटर र क्याप्सिकमको करी। यहाँ मैले भिडियोमा देखिएका सामान्य सामग्री मात्र प्रयोग गरेको छु। सबैभन्दा पहिले मसरुमलाई राम्रोसँग धोएर मध्यम आकारमा काट्ने, क्याप्सिकमलाई पनि चौकोस आकारमा काट्ने, क्याप्सिकम काटिसकेपछि अब लागौँ प्याज काट्न। यहाँ हामीले प्याजलाई लाम्चो गरी काटेका छौँ। साथै अदुवा लसुनलाई पनि खस्रो गरी थिच्छौँ र अब लागौँ पकाउने काममा। अब ग्यासमा कराई राखेपछि 2 चम्चा घिउ लिउँ। यहाँ तेलको प्रयोग गर्दा पनि हुन्छ। घिउ ताते लगत्तै अब मेथी फुराउनु पर्दछ। मेथी पनि फुरेपछि अब तेलमा काटेको प्याजले हाल्नु पर्दछ। प्याजलाई मिडियम फ्लेममा हल्का सुनौलो रङ आउनेसम्म भुट्नु पर्दछ। प्याज यतिको भुटिएपछि अब अदुवा लसुनको पेस्ट पनि हाल्नुपर्छ। यहाँ मैले एउटा हरियो खुर्सानी पनि राखेँ। भान्साभरि एकदमै मिठो बास्ना आउन थालेपछि म एउटा सानो चम्चाको बेसार पनि यहाँ राख्छु। यसलाई केही बेर चलाउँदा नै भुट्नु पर्दछ। मसला यतिको तयार भएपछि अब हरियो मटर हाल्ने। मटरलाई केही बेर चलाएपछि अब हामी मसरुम राखौँ। मसरुमलाई पनि राखेर राम्रोसँग चलाउनु पर्दछ। अब राखौँ यसमा चाहिने मसला। मैले यहाँ जिरा पाउडर, धनिया पाउडर, बेसार र नुन बाहेक केही पनि प्रयोग गरेको छैन। मसला केही बेर राम्रोसँग भुटिएपछि अब चाहिँ क्याप्सिकमलाई राख्नु पर्दछ। क्याप्सिकम धेरै गलाउनु हुँदैन, अलिक क्रन्ची रहँदा झन् मिठो लाग्छ। सबै सामग्रीलाई राम्रोसँग मिक्स गर्ने र कडाईलाई छोपेर 5 मिनट जति पकाउनु पर्दछ। यो मसरुमले छोडेको पानी हो, यसलाई बिस्तारै सुकाउँदै जानुपर्छ। तरकारीलाई छोपेर भने अब पकाउनु हुँदैन। पानी सुक्दै जाँदाखेरि तरकारी आफै तयार हुन्छ। यसलाई केही बेर चलाउने र भुट्ने गरेपछि अब भने हाम्रो तरकारी रेडी भयो। यो तरकारी भात वा रोटीसँग खान एकदमै मिठो हुन्छ। हामीले यहाँ भातसँग लिएका छौँ। यदि यहाँहरूले पनि यो रेसिपी घरमा बनाउनु भयो भने कमेन्ट गरेर अनुभव अवश्य सेयर गर्नुहोला। फेरि अर्को छिटो मिठो रेसिपीमा भेटौँला। धन्यवाद।